प्राय सबै ठुलो संस्थामा काम गर्ने मौका पाएँ मैले नेपालमा। अब म नाम भन्दिनँ अहिले। एकदमै ठुलो संस्थाहरू तपाईँले कान्तिपुरदेखि जुनै नाम लिनुहोस् सबै संस्थामा मैले राम्रै पोजिसनमा बसेर काम गर्न पाएँ। खेतान ग्रुपदेखि लिएर चौधरी ग्रुपदेखि लिएर सबैतिर मैले काम गरेँ होइन। अनि त्यो काम गर्ने अवस्थामा जहिले पनि के छ भने अब डेफिनेटली जसले काम लाउनुहुन्छ हामीलाई अब हामीलाई चाहिँ के भने उहाँको चाहिँ उहाँको भाग्यले गर्दा यति पाएको हो। किनभने कोही कोही बेलामा कोही कोही मान्छेहरूसँग चाहिँ एकाडेमिक पनि कहिले हाम्रो बढी हुन्थ्यो, एक्सपिरियन्स पनि हाम्रो बढी हुन्थ्यो जस्तो लाग्ने कि होइन। तर उहाँहरूले योदेखि बाहेक उहाँले चाहिँ लामो लामो साधना गर्ने, उहाँहरू केही परे कि गुरुका जाने। गुरुको कुरा कतिपय हाम्रा त्यति बेला चाहिँ अब बाहिर चाहिँ हामी चेयरम्यान भन्थ्यौँ, एमडी भन्थ्यौँ, भन्नलाई साउ भन्थ्यौँ क्या। हाम्रो साउजीहरू नि सुनिन्थ्यो कि गुरुलाई नसोचिकन यति बजे यहाँनिर गएर चिया खाने नभनिकन त्यो गुरु आज्ञा बिना केही पनि नगर्ने।